नमस्कार, म रारा सुन्छु। आउनुहोस् अब बुनिया बनाउँ। दाई भाइलाई गुलियो त खुवाउनु पर्यो नि। सधैँ गुलियो मुख भइरहोस् दाजुभाइलाई। तितो कहिले नहोस्, शत्रुले कहिले एट्याक गर्न नसकोस्। त्यसको लागि चाहिने हामीले बेसनलाई चाहिँ मिक्सरमा चाहिँ पिस्नु होला, किनभने डल्लो भयो भने यो जालीबाट झर्दैन। र हामीले मजाले पिसेर ठिक्क हामीले रोटी खाने जस्तो फेरि पातलो बनाएर चाहिँ यसरी हामीले झाँजरमा बिस्तारै राख्नु होला। यस्तो गोलो डल्लो कस्तो राम्रो भएछ। र चास्नीलाई चाहिँ हामीले 1 कचौरा चिनीमा 2 कचौरा पानी राखेर 2 तार गरेर हामीले चाहिँ पकाउनु होला। त्यो चास्नीमा चाहिँ हामीले अलिकति थोरै कागती राख्नु। कागती राख्नुको अर्थ चाहिँ त्यो जम्दैन, किनभने तुरुन्त फेरि पकाउनु नजानेर कडा भयो भने चाहिँ त्यो चास्नी जम्छ। त्यही कारण कागती राख्नुको अर्थ त्यो हो। र यसरी चास्नीमा चाहिँ हामीले डुबाएर एकछिन राख्ने, त्यसपछि हामीले छानेर राख्ने। यदि आफूलाई कलरफुल छ भने जुन त्यो पिठोमा चाहिँ हामीले रातो कलर पनि राखेर बनाउन सकिन्छ। मलाई चाहिँ एकदमै कलर मनपर्ने भएको कारण 2टा कलर चाहिँ म जहिले पनि बनाउँछु। हरेक चाडपर्वमा मैले जहिले बनाउने र श्राद्ध तिथिमा म जहिले पनि बनाउने। र मेरो सासूलाई असाध्यै रोटी पोलेको मनपर्ने। आफू हिँड्न नसक्नु हुँदा पनि व्हिलचेयरमा बसेर रोटी पोला भनेर अगाडि बस्नुहुन्थ्यो, हेरे गर्नुहुन्थ्यो। एकदमै मनपर्ने भएको कारणले म सकुन्जाल म कहिले पनि मेरो सासूको हरेक तिथिमा पनि मैले कहिले छोड्दिनँ। मैले सेल भए पनि पोलेर मैले चढाउने गरेछु। मलाई आनन्द लाग्छ, मेरो आत्मा शान्ति हुन्छ। जसरी मैले उहाँहरू हुँदा पनि खुसी पारिरहेको त्यसरी उहाँहरूको स्वर्गवासमा पनि एकदम आत्मा खुसी होस् भनेर मैले गर्छु। सबैले यसरी खुसी पारौँ। तपाईहरुलाई एकदमै राम्रो हुन्छ। यो मेरो अनुभव हो। धन्यवाद।